हजुर केटाहरू बोयफ्रेन्डहरू बाहिर बनाउने ल्याउने अब सुरुमा त 1 नम्बर त मै भइहाल्यो। नामै लेख्नु भएको छ बोयफ्रेन्डहरु सबै डिटेल छ यहाँ हो। नाम पढ्दै जानुहोस् त कसो रहेछ। यो चाहिँ कसको नाम पढ्दै हुनुहुन्छ तपाई? यो उसको केटाहरू बोल्ने अब बोयफ्रेन्ड भनौँ न, अरू साथीहरू बनाएको। कतिजना रहेछ टोटल? यहाँ हेर्नुहोस्, एकजना रुकी मगर, अनि अर्को खिम समथिङ खिम सितङ मगर, एउटा खिम सिङ्गे मगर रहेछ, अनि अर्को सबिन बाबु रहेछ, अनि अर्को चाहिँ फेरि बुद्ध लामा रहेछ, अनि अर्को एउटा तेन्जिङ लामा रहेछ, अनि अर्को मणिराज राई रहेछ, अनि अर्को एउटा सिद्धार्थ मगर रहेछ, अनि एउटा सञ्जय राई रहेछ, अनि अर्को चाहिँ यो चाहिँ रुम्जाटारमा केटाहरू 2 जना छ। त्यहाँ रुम्जा टारको केटाहरू चाहिँ मैले अब उसको नामहरू चाहिँ थाहा भएन, फोनमा पनि बोल्यो, प्रत्यक्ष मेरो अगाडि बोल्यो। अनि अर्को चाहिँ के रहेछ भने साउदीमा एकजना रहेछ, शेर्पा रहेछ, केटा उस साउदीमा पनि बोल्ने रहेछ उसँग। त्यो पहिल्यै मसँग थियो, ऊ केटा मलाई थाहा थियो, पहिले ग्रुपमा पनि हामीसँग बोलेको त्यो केटा आजसम्म बोल्दै रहेछ। अनि अर्को कुरा कोरिसियामा एउटा सम्धि भन्ने रहेछ, त्यही गाउँको है, अनि सम्धि भन्ने रहेछ एकजना। अनि अर्को फेरि एउटा सिद्धार्थ छेत्री रहेछ, ऊ चाहिँ इन्डियामा काम गर्दछ, उसले अब इन्डियामा काम गर्छ, उसले नाइट ड्युटी गर्दछ, अनि नाइट ड्युटी गर्दछ इन्डियामा रहेछ। जम्मा गरी तपाईँको मसँग सहित 13 जना भयो केटाहरू। 13 जना हजुर। फन्ड तपाईँको पालो गरेर फन्ड उठाउनु पालो पाउँदैन तपाईँको। बेलुका 8 बजीदेखि बेलुका राति 1 बजीसम्म, अब 1 बजी चाहिँ त्यो अर्को आउँछ, मगर आउँछ। तपाईले चाहिँ कहिले थाहा पाउनुभयो कि तपाईँको उसको यति बोयफ्रेन्ड रहेछ? यति बोयफ्रेन्ड छ भने अस्ति उसले नै डाइरेक्ट भनेको, अस्ति उसले मेरो चाहिँ 12-13 जना मात्रै बोयफ्रेन्ड छ मेरो, त मात्रै होइन 12-13 जना छ बोयफ्रेन्डहरू भन्यो उसले मलाई। भनेपछि मैले पनि केही भन्यो, अरे ल ठिकै छ नि त भने। भनेपछि यो सबै उहाँले दिनुभयो न? हजुर, उहाँले सबै भन्यो, मैले यो छ ऊ छ भनेर बोल्छ भने सबै उसले मलाई भन्यो। अनि मैले सबै नाम डिटेल टिपेर मैले राखेर रेकर्ड राखेको छ। भनेपछि 13 जना रहेछ तपाईँ समेत गरेर भयो? हजुर, जम्मा 13 जना। 13 जना रहेछ। फोनमा छुट्टै, उता मेसेन्जरमा छुट्टै, इमोमा छुट्टै, अनि तपाईँको पालै पाउँदैन फोन उठाउनु। अनि तपाईँ जस्तै उहाँसँग पनि पैसा लगाएर रहेछ अरूसँग? त्यो पैसा लगेको चाहिँ थाहा भएन सर, पैसा लगेको चाहिँ थाहा भएन मलाई। सबैभन्दा नजिकको चाहिँ को रहेछ भने धेरै फोनमा 24 घन्टा मैले एउटा रुकी मगर र अनि अर्को यो सिद्धार्थ छेत्री। अनि सिद्धार्थ म भन्दा पनि अब फोनमा चाहिँ अलि मलाई त अब उहाँले अब त्यो रुकी मगर र सिद्धार्थ छेत्री चाहिँ अरूसँग बोलेपछि उहाँले मलाई अलिकति टाढै गर्नुभयो, अलग गर्नुभयो। अनि अहिले चाहिँ अनि सिद्धार्थ छेत्रीसँग चाहिँ मेरो के भयो भने अस्ति यो असोजतिर उहाँले चाहिँ अब त्यो याङजुमलाई चाहिँ अब यस्तो कमेन्टहरू अलिकति अब लभको बारेमा होइन, अरू स्टिकरहरू पठाउने, अलिक कमेन्टहरू अर्कै तरिकाले गर्ने होइन। अनि उसले त्यसो गर्दैछ। अनि मैले भने उसलाई कहाँ हो तिम्रो घर, के हो, सबै मैले मेसेन्जरमा सोधेको होइन। सोद्धाखेरि उसले पनि ओखलडोमा हो भन्यो। अनि सबै कुरो पहिले राम्रै बोल्यो। अनि तपाईँको अनि याङजुम त मेरो आफ्नै मान्छे हो, किन त्यसरी कमेन्ट गरेको मैले भने उसलाई मेसेन्जरमा फेस टु फेसै भने। अनि उसले भन्यो दाइ तपाईँको मेसेज हो भने, तपाईँको बुढी हो भने हो भने। त्यसो भनेपछि अनि त्यहाँदेखि फेरि त्यो मसँग बोलेपछि ल ए दाइ ठिकै छ नि, अब म गर्दिनँ भन्ने उसले भनेपछि त्यहाँदेखि तपाईँको फेरि त्यो मसँग बोलेको चाहिँ स्क्रिनिङ चाहिँ गरेर फेरि याङजुमलाई सुनाएको छ होइन। याङजुमलाई सुनाएर उसले फेरि याङजुमसँग कुरो भएर फेरि याङजुमले सबै कुरो के भन्यो अब त्यति भने फेरि मैले भरे फेरि पछि त्यो छेत्रीलाई कल गरेको, यो सिद्धार्थ छेत्रीलाई। अनि उसले के भन्यो भने, अनि मलाई उसले के भन्यो भने तपाईँको विदेश जानु पनि म रोकिदिन्छु, त्यसरी फोटोहरू तपाईँको बुढी नै होइन रहेछ, तिम्रो गर्लफ्रेन्ड नै होइन रहेछ भने मलाई होइन। हो कि होइन, मसँग प्रमाण प्रुफहरू छ, मसँग सँगै सुतेको फोटोहरू छ, मसँग सुतेको फोटोहरू, पहिले खिचेको फोटोहरू, मसँग भेटेको फोटोहरू छ भन्यो। अनि त्यसले कहाँ पढ्नु पुग्छ, उसले कहाँ पढ्नु पुग्छ भन्यो, पुग्दैन भन्यो। अनि मैले किन पढाउनु पुग्दैन त, हेर्नु न मैले फोटोहरू देखाइदिएको। अनि त्यहाँदेखि फोटो देखाएपछि उसले के भन्यो नि, अनि तिमीले सक्छ भने मलाई यति सक्छ भने नाङ्गै सेक्स गरेको भिडियो गरेर पठा नि त भन्यो उसले होइन। चित्तले तिमी धेरै नगरौ, तिम्रो विदेश जाने म बाटो रोकिदिन्छु,
विदेश जानु नपाउला भनेर पनि भन्यो मैले होइन। अनि मलाई अलिक करायो पनि थर्कायो पनि होइन, तिमीलाई म जेल हाल्छु, जेलमा हाल्छु, तिमी जेल जानुपर्छ भनेर भन्यो होइन। त्यसो गरी कुरा गर्दा गर्दै त्यहाँदेखि मैले भने तँसँग लिनु एक रुपियाँ पनि छैन, दिनु पनि छैन, यो मेरो मान्छे हो, मेरो चाहिँ गर्लफ्रेन्ड हो अथवा मेरो बुढी हो, जेसुकै होस् न, मेरो आफ्नै मान्छे हो, तपाईँले यहाँदेखि यसरी कमेन्ट लाइक नगर्नु भनेर मैले भनेँ होइन। त्यहाँदेखि मलाई बल खानु भयो। बल खानेपछि मैले अनि त्यहाँदेखि उहाँसँग हाम्रो छैन, अहिले भेटघाट छैन।